आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। काममा अति व्यस्त हुने लतमाथि विजय पाउनु। जयमसी। आज सोमबार मे 25 तारिक जेठ 11 गते। आजको बाइबल खण्ड मर्कुसको पुस्तक 6 अध्यायको 31 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरू केही थकाइ मार। शैतानको एउटा युक्ति भनेको हामीलाई एउटा अतिवादबाट अर्को अतिवादमा लैजानु हो। आलस्यबाट कामको लतमा, कडा परिश्रम गर्ने व्यक्ति बन्नु र कामको लतमा फसेको व्यक्ति बन्नु बीचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ। कडा परिश्रम गर्नेहरूसँग दिनभरिको समयमा उनीहरूले कति काम गर्नेछन् भन्ने कुराको सीमा तोक्ने बुद्धि हुन्छ। अझै बलियो, अझै साहसी बन्ने 30 दिन नामक आफ्नो पुस्तकमा डेबोरा स्मिथ पेगसले लेखेकी छिन्, मलाई काममा अति व्यस्त हुने लत लागेको छ भन्ने कुरा म तबसम्म इन्कार गर्थे जबसम्म मैले महसुस गरिनँ कि मसँग त्यसका धेरै लक्षणहरू देखा परेका छन्। धेरैजसो म अबेरसम्म काम गर्थे। मेरो धेरैजसो कुराकानीहरू कार्यालयका समस्याहरूकै बारेमा हुन्थे। म बिरलै खाजा खाने विश्राम लिन्थे। म सधैँ धेरै काम गर्थे। बिरलै कुनै पनि काम एकल मनले गर्थे। फोनमा कुरा गरिरहँदा समेत म घर सफा गर्नका लागि पनि त्यो समय प्रयोग गर्थे। यदि म टेलिभिजन हेर्थे भने म कागजातहरू पनि व्यवस्थित गर्थे वा यस्तै अरू केही न केही गरिरहन्थे। जब म आराम गर्ने प्रयास गर्थे, मैले गर्नुपर्ने सबै कुराहरूको बारेमा म सोच्थे। मेरो गर्नुपर्ने कामको सूचीमा एक दिनमा मैले पूरा गर्न सक्ने भन्दा बढी कुरा हुन्थे। विश्रामको लागि मैले अलिकति पनि समय छुट्याइन। अरू सबैजना धेरै ढिलो चलेको देखिन्थ्यो। म सधैँ अर्को काम वा बैठकमा पुग्न हतार गर्थे। राम्ररी कार्य सम्पादन गरेकोमा मैले प्राप्त गर्ने प्रशंसाको लागि म तत्पर थिएँ। मैले मेरा मित्रताहरूलाई सम्हाल्न समय पाइन। आज म त्यस्ता गतिविधिहरूमा संलग्न हुने प्रयास गर्छु जुन मेरो जीवनको लागि परमेश्वरको योजनाका एक भाग हुन् भन्ने मलाई लाग्छ। कस्तो महान सल्लाह! कडा परिश्रम गर्ने आफ्नो चेलाहरूलाई येशूले भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार। प्रभुले तपाईँलाई पनि त्यसै भनिरहनु भएको छ भन्ने विचार गर्नुहोस् र व्यस्त हुने लतमाथि विजय प्राप्त गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।